फाइनली यही त्यो के पछ्यो अब 6 मिनट छ मेरो बस निस्किन यहाँदेखि मेट्रो स्टेसनको लागि 50 दिराम दिदाले ट्याक्सीले एभ्रिवान स्वागत छ तपाईँलाई भिडियोमा सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु अनि आज यस्तो दामी खुसीको दिन छ किनकि आफ्टर लङ टाइममा मेरो दिदीलाई भेट्न जाँदैछु त्यसपछि अनि मेरो एउटा सपनाको कुरा थियो जो मैले चाहिरहेको थिएँ पहिल्यैदेखि धेरै समयदेखि म कुरिरहेको थिएँ त्यो पनि म किन्न जाँदैछु आज डबल खुसी छ मेरो लाइफमा अनि हामी घुम्नेछौँ एक्सप्लोर गर्नेछौँ ठाउँहरू अहिले चाहिँ म शारजामा बस्छु यहाँदेखि मलाई दुबई जानुपर्छ आजको भिडियो पुरै ट्राभलिङ हुनेछ है त पहिला मलाई चाहिँ अगाडि बस स्टेसनमा जानु छ यदि मैले त्यहाँ बस पाइहालेँ र मेट्रो स्टेसनसम्म पाएँ भने मलाई ट्राभल गर्न इजी हुन्छ तर अगर यदि बस पाएन भने ट्याक्सीबाट जानुपर्ने हुन्छ अनि अहिले चाहिँ बिहानको 7:30 भइसक्यो होइन म बिहानै उठेको थिएँ 6 बजीतिरै उठेको थिएँ अनि 7:30 भइसक्यो अब जान्छु म बस स्टेसन जान्छु बस स्टेसनदेखि चाहिँ अनि हामी ट्राभल गर्दै मैले जे भनेको थिएँ अघि इन्ट्रोमा त्यो चिज ल्याउन जान्छौँ त्यसपछि अनि मेरो प्यारी दिदीलाई भेट्छौँ आजको भिडियो बबाल मजा आउनेछ भिडियोमा रहिराख्नुहोस् है त अहिले चाहिँ म यहाँ शारजामा बस्छु के पहिला दुबईमा बस्थेँ होइन अनि त्यो कारणले चाहिँ मलाई इजी हुन्थ्यो दिदीलाई भेट्न जान पनि तर शारजादेखि ट्राभल गर्न चाहिँ एकदमै लङ हुन्छ चोकमा आइपुगेँ होइन म भित्र बस्ने ठाउँ चाहिँ अलिकति भित्र अगाडि चाहिँ यहाँ आइपुगेँ म अब यहाँदेखि चाहिँ बस स्टेसन धेरै टाढा छैन मैले यहाँनिर बस स्टप पनि देखेको थिएँ अब गएर चाहिँ त्यहाँनिर बस स्टेसन चेक गर्छु पहिला मेन भनेको कि मेरो अहिले भनेको मिसन भनेको बस स्टेसन भेटाउनु हो यदि मैले बस स्टेसन भेटाए पनि मैले मेट्रो जाने ठाउँ थाहा पाउँछु होइन बसले लिएर जान्छ मेट्रो स्टेसनमा त्यसपछि चाहिँ अनि सिधै म मेट्रो ट्राभल गर्दै म जानुपर्ने ठाउँमा जान सक्छु के यस्तो छ नजारा चाहिँ यहाँको यो चाहिँ शारजा सिटीको चेक पोइन्ट साइड हो होइन ट्राफिक साइड यो चाहिँ यस्तो छ मैले म्यापमा हेरेको अलमोस्ट म पुगिसकिरहेको रहेछु 250 मिटर मात्रै छ ठाउँ यो हो होइन अनि जानुपर्ने यहाँ हेरौँ यो बस खोज्दा भेजा लाग्ने हालत खराब भयो होइन नास्ता पनि खाँदैन अलमोस्ट म यहीँनिर छु नास्ता पनि खाँदैन अनि नास्ता खान आएको यहाँ इन्डियन रेस्टुरेन्ट देखेँ अनि फेरि भेजिटेरियन रेस्टुरेन्ट रहेछ यहाँ फेरि पुरा खानाहरू राम्रो पाउँछ टिफिनमा चाहिँ हाम्रो यति धेरै खानेकुरा छ सुट केसरी मिनी मसला डोसा मिनी कि पोङ्गल मिनी भाँडा पुरी भाजी एन्ड मिनी इडली साम्बर दिप सो 10 दिराम पर्छ 10 दिरामको मैले यति नास्ता खाएर म टन्न भएर जान्छु मगाएको नास्ता यो थियो A1 सिर्फ 10 दिराममा शारजा चाहिँ खानको लागि चाहिँ एकदम चिप छ के ठाउँ बाबा घन्टा लगभग 45 मिनट हिँडेपछि बल्ल बस स्टेसन पाएँ त्यही पनि म अहिले होइन यहाँ रहेछ बस स्टेसन नै पुरा दिनको मेरो वाकिङ भइसक्यो लगभग 10,000 जति वाकिङ स्टेप्स पनि पुरा भइसक्यो तर अब खुसीको कुरा यहाँ के हो भनेपछि मेट्रो स्टेसन बस स्टेसन आइपुगेँ क्या म बस स्टेसन आइपुग्यो अब यहाँदेखि चाहिँ म त्यो बस पकड्छु पहिला काउन्टर लिटरली पनि भनेको होइन बसमा पनि आइसक्यो यस्तो भाइब्स आइरहेको छ होइन जहाँ चाहिँ म इन्टरनेसनली ट्राभल गर्दैछु अब यहाँदेखि चाहिँ म मेट्रो स्टेसन जान्छु 5 मिनट जति छ बस निस्किनको लागि मान्छेहरू अलमोस्ट आइसकेको छ होइन त्यसपछि अब हामी मेट्रो स्टेसनमा गएर त्यसपछि मेट्रोमा पनि ट्राभल गर्नुपर्छ आज 10 आवर ट्राभलिङ टाइपको भिडियो भयो है त हामी 10 मिनट छ अब फाइनल्ली लामो यात्रापछि आइपुग्यो होइन अब चाहिँ हामी यहाँदेखि जान्छौँ मेट्रो पकडेर त्यसपछि सिधै मलबदेव जान्छु म
गाडी छ दिदा म यसरी जान्छु दिदा अनि ट्याक्सीले दिदालाई नेपालदेखि आउला भन्ने सोचेर देखिहाल्दैछ दिदालाई ट्याक्सीले डिक्की खोलेर बसाल्दै थियो ओके अब किनकि त्यो दिदाले सुटकेसमा चाहिँ मेरो लागि घरदेखि आएको सामानहरू अनि खानेकुराहरू सबै सामानहरू लिएर आएको छ नि त फाइनली हामी दिदीमा भेट्यो दिदा तपाईँलाई त ट्याक्सीवालाले डिक्कीबाट सामान हालिदिँदै थियो त्यो पनि उ त्यसले पनि बोलेर आएको थियो त्यहाँबाट उसले मलाई होइन भने पर्दैन भने उहाँबाट हराउनु बजाइन अब म र दिदा चाहिँ अब मतलब तिम्रो आइपुग्यो हाम्रो सधैँ पढाइ भेट्ने ठाउँ भनेको दिदा कति महिनापछि हाम्रो भेट भयो 3 महिनापछि अप्रिलमा भेटेको थियो हामी त्यसपछि अहिले भेट भयो मेरो बर्थडे भेट्यौँ तेरो बर्थडे भन्दा पछि भेटेको थियो मेरो बर्थडे भन्दा अब चाहिँ हामी माथि जाँदैछौँ के हो त्यो मैले किन्ने भनेको कुरो भन्ने कुरा हो एकैचोटि किनिसकेपछि देखिन्छ है त पेमेन्ट गर्दैछ हमेसा पेमेन्ट गर्न दिँदै हुन्छ गर्दैछ आना नाकुम चाहिरहेछ फाइनली यही त्यो के कति थाहा छ फोन किन्नलाई 3.5 वर्ष कुरेको मैले 3.5 वर्षपछि मैले 17 प्रो पाएको अनि यो किन्नको लागि पनि अलमोस्ट 1 वर्ष कुरेको नि दिदा फोन किनेपछि दिदीले त भनेको थियो किन्नुहोस् माइक्रोफोन पनि किने भए किन भनेर तर जसको चाहिँ वेट गरेर इन्तजार गरेको र किन्नुको मजा हुन्छ नि छुट्टै त्यसको मजा अरू कसै गर्न अब आउँछ भ्लगमा मजाको साउन्ड क्वालिटी DJI मिनी 2 लागेको दिदा र म खाना खाएको छैन खाना पनि खानु पर्यो दिदाले मिठो खानाहरू बनाएर ल्याउनु भएको छ दिदा नेपाली खाना हो नेपाली खाना ल्याउनु भएको छ अनि यस्तो नजारा छ यहाँको चाहिँ मतलब दिमरेसको नजारा चाहिँ सधैँको फेभरेट हाम्रो प्लेस भनेकै मेन पोइन्ट दिदा हाउ आर यु फिलिङ कस्तो गुड भन्नाले अघि चाहिँ माइक चेक हामीले क्राउडमा गरेको थियो कस्तो आवाज आयो थाहा भएन अहिले पनि बाहिर छौँ अहिले पनि गाडी मोटरको आवाज आइरहेको छ अलिकति सेटिङहरू पनि बनाउनु पर्ने छ जस्तो छ दिदा एप्सदेखि त्यही भएर अब यहाँ ट्राफिक सिग्नलमा चाहिँ रुल्स चाहिँ फलो गर्नुपर्छ यहाँ गाडीलाई हानिदिइहाल्छ फेरि गाडीलाई हान्यो भने यहाँ त्यस्तो केही नै हुँदैन मान्छे त हेरिरहेको छ त दिदा केही छैन प्रायः त हामी सन्डे नै आउँछौँ यहाँ अब मेरो छुट्टी नमिल्ने भएको कारणले चाहिँ सन्डे अहिले आउनु मिल्दैन के त्यही भएर दिदी अनि दिदीको साथीहरू आउनुहुन्छ त्यही पनि यहाँ आउनु नपराएन दिदा यो चाहिँ मतलब दिमरेस छ अनि यहाँनिर बस्ने पार्क छ हामी खाना त्यो रुखको मुनि बसेर खान्छौँ चाहिँ दिदीभाइ हामीले चाहिँ यो सामान म यता राखिदिन्छु यो दिदा अनि राम्रो छ क्वालिटी लगेजको यो चाहिँ हो आफ्टर लङ टाइम क्वालिटी टाइम देखेका छौँ त हामी पुरै देखिनु परेन माइक त्यही भएर त किन थाहा छैन छोटो इन्ट्रो दिन्छ दिदा के छ खबर ठिकै छ के भने गर्मी थाहा छैन तँलाई मलाई त थाहा छ मेरो भ्युअर्सहरूलाई थाहा छैन भनेर के खान मन लाग्छ अब झिकेर खाए कति हाल्न मन लाग्छ कति क्वान्टिटी खान्छु दिदा मेरो भोक पनि छिप्यो हामी गाई चाहिँ यति धनी छन् मिनरल वाटरले हात धुन्छौँ बुझ्या हो छ औकात किने एकदम क्वालिटी टाइम स्पेन्ड भयो अब एकछिन यताउता बस्छौँ भित्र गरौँ गफ गर्छौँ फ्यामिली गफ हुन्छ के हुन्छ है त अनि बाँकी कुरा चाहिँ म घर गएपछि छोटो मिठो गफ गर्छु अनि त्यसपछि हामी भिडियो घरमा सक्नेछौँ गाइज है त तबसम्म भिडियोको मजा ल्याउनु कहीँ कतै मिला छैन केही छैन भने कमेन्टमा चाहिँ मलाई सल्लाह सुझाव दिनु होला है जे एक्चुअली लास्ट टाइम गुड बाई भन्नु त हाम्रो भ्युअर्सलाई गुड बाई ल भयो माइक आइसकेपछि चाहिँ भिडियोमा चाहिँ एकदमै राम्रो
साउन्ड क्वालिटी चाहिँ आज जस्तो लाग्यो मलाई। अनि अहिले त इन्डोरमा छु जहाँ चाहिँ नोइज केही पनि छैन अनि नोइज क्यान्सलेसन अन पनि गरिरहेको छु किनकि त्यसले चाहिँ भोइस एकदम क्लियर आउँछ। अनि आजको दिनलाई म यही नै सक्छु। यदि भिडियो मनपर्छ भने माया देखाउनुहोस्, लाइक गर्नुहोस्, केही भन्नु छ कमेन्ट गर्नुहोस् अनि अर्को भिडियो फेरि हेर्नु छ भने सब्सक्राइब गर्नुहोस्। सी यु इन द नेक्स्ट भिडियो है त।